कति सुत्न सक्या होला। होइन कति कराइराख्यो कि हिजोको बिहेको दौडदौडले थाकेकी भने एकैछिन सुत्न देऊ न। रात गर न त छोरी क्या नि, अब डढेलामा घामाइन्जेल सुत्न दिने होला है। झन् गरिब घरको छोरी बिहा गरेपछि घरको सबै काम बिहानै उठेर गर्ने भनेको त यो चाला छ। ऊ आइपुगिहाल्यो नि। हेर बुहारी, हिजोसम्म तिमी छोरी थियौ, आजबाट तिमी बुहारी भयो। बुहारी मान्छेले यसरी घैटामा घाम लाग्जेल सुतेको राम्रो हुँदैन क्या। अलि सबेरै उठेर कुचो सुचो लाउनु पर्छ। जाऊ खोल्सामा पदेर छ पानी लिएर कि घरको काम सिका छैन तिम्रो आमाले। भाउजूलाई के काँचो खेल्छ, काँचो पदेरो मरेर जान्छ। जाऊ भाउजू। आजकलका केटीहरू के भएको, हामी त पहिला सासू भनेपछि काम थियौँ। होइन तँ चाहिँ के भएको यो? घरमा बुहारी भित्रबाट पासेन सन्डाल सासू भइहाल्नु पर्ने। नगराउनु है तपाईँ। यत्रो छोरो जन्माइदिएको छु, अझ पनि मै बुढी दुःख गर्ने। अलिअलि यी बुहारीलाई कजाएनन् भने त हेप्छन् क्या हेप्छन्। तपाईँको आमाले कम कजाउँथे मलाई, 4 बजेदेखि उठाएर सबै काम गराउँथे। चण्डाल्नी बुढी कम्ता थिए। मेरो मरिसकेको आमाले जे पाइ त्यही नबनाइ, मेरो मुख सुख चाटिदिउँ न तेरो। ल ल होइन राम्रो मै चण्डाल्नी। फोसा जस्तो लागिरहेको छ होला है भाउजू तपाईँलाई। हाम्रो आमा पनि एकदम छिटो हुन्छ, काँचो बोली हालिदिन्छ। एउटा कुरा भन्नु भाउजू तपाईँलाई। के कुरा? अझै पनि केही बिग्रेको छैन। तपाईँ चाहनुहुन्छ भने भाग्नुहोस् यहाँबाट। म पनि छोरी मान्छु, मैले पनि अर्काको घर जानुपर्छ। तर देउता कसम यस्तो घर पर्यो भने म चाहिँ बढाउँछु। कति सम्झाएको मैले आमा र दाइलाई, अर्काको छोरी चेली बिहे गरेर ल्याएपछि माया गर्नुपर्छ, दुःख दिनु हुँदैन भनेर। तपाईँहरूको पनि त छोरी छ, म पनि त बिहे गरेर अर्काको घर जानुपर्छ। भोलि मलाई पनि सासू र बुढाले दुःख दियो भने के गर्नुहुन्छ? त्यति बेला त ल ल भन्थे, बिहे गरेर ल्याएपछि त पारा देख्न थालिहाले। भाउजू मेरो सल्लाह मान्नुहुन्छ भने हाम्रो घरमा नबस्नु, भागिहाल्नु। कहाँ जाउँ म? कोसँग जाऊ? कुन मुखले जाऊ? घरमा रोगले थलिँदै गरेकी आमा छिन्। तिनीसँग औषधि उपचार गर्ने पैसा त के, एक छाक खाने भन्न पनि छैन। मैले कति पटक भने आमालाई, मैले बिहे गर्दिनँ, तपाईँको सेवा गर्छु भनेर। तर आमाले म खुसी हुन्छु, मैले सुख पाउँछु भनेर मेरो बिहे गराइदिनु भयो। अहिले आएर जुन सुख र खुसीको लागि मेरी आमाले मेरो बिहे गरिदिनु, त्यही छोरी बिहेको भोलिपल्ट भागेर माइत फर्किँदा के हुन्छ मेरी आमाको हालत? त्यस्तो अवस्थामा मेरी आमाले मलाई देखिन् भने मर्छिन् मेरी आमा त। नानी, मेरो भाग्यमा पिता जाने सुख लेखेको छैन। म दुःखमै जन्मे, दुःखमै हुर्के, अब बाँकी जीवन पनि दुःखमै कट्ने भयो। सुभद्रा, तिम्रो खोकी अझै ठिक भएन है? खै बाजे, यो खोकीले ठिक हुने नामै नि। बुढेसकालको खोकी यस्तै, एकचोटि लागेपछि हत्तपत्त निकै हुँदैन। तातो पानी खाइराख। खाइरहेको छु बाजे, बरु सिका पो के गर्दैन। नयाँ घर, नयाँ परिवार, नयाँ ठाउँ, यहाँ सिकी। कति चिन्ता गरिराखेकी, घर राम्रो परेछ, तिमी ढुक्क हो। ससुरा भुपु पुलिस,
ज्वाइँ स्कुलको प्रेम, सासु गाई जस्ती छ। अब यति हुँदा हुँदै पनि तिम्री छोरी नेस्रिन्छन् होली त। तिमी यता छोरी छोरी भनिराख, उता छोरीले तिमीलाई बिर्सिने लागिसक्यो नि। मलाई बिर्सिएकै जाति बाजे, त्यसले आफूले चाहेको गर्न पाओस्, खुसी होस्, त्योभन्दा मलाई अरू के चाहियो। बस यसो चाडबाडमा आफ्नी बुढी आमालाई सम्झेर आइदियोस्, यति भए हुन्छ। मेरो त के छ, अब कैरी काल आउला दुईजना आमातिर दिन गरेर बस्ने त न। यति चाँडै मर्दिन हो, नाति नातिना नखेलाई त तिमीलाई कालले पनि लान सक्दैन। खै बाजी, काललाई कसले रोक्न सकेको छ? छोरीको बिहे गरिदिन पाए तौरिन्छु भनेकी होइन, अब के चिन्ता गरिरहेको छु? मनमा नाना भाती कुरा नखेल, सब ठिक हुन्छ। म तल आएर यहाँ श्राद्ध छ, श्राद्ध गर्नु नै। हस् बाजी।